मुम्बई गोर्खा वेलफेयर एसोसिएसनले आज गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङ अनि जीटीए चेयरम्यान अनित थापालाई भेट गरी देशको महानगरी महाराष्ट्र मुम्बईमा पहाडवासीहरूको निम्ति गोर्खा भवन निर्माण हेतु ज्ञापन पत्र चढाएका छन्। मुम्बई गोर्खा वेलफेयर एसोसिएसनका अध्यक्ष पूर्वा तामाङले संवादको सेरोफेरोलाई जनाउँदै अध्यक्ष विनय तामाङले यस विषयलाई सरकार साथै क्षेत्रीय प्रशासन अनि सम्बन्धित विभागसित चाँडै पहल गरिदिने आश्वासन दिएको अध्यक्ष पूर्वा तामाङले जनाएका छन्। उक्त टोलीमा मुम्बई गोर्खा वेलफेयर एसोसिएसनका अध्यक्ष पूर्वा तामाङको नेतृत्वमा सदस्यहरू क्रमैले सुगेन तामाङ, दिपेश तामाङ, याङदेन तामाङ लगायत टुङ सन्तमेरी समष्टि उपसभापति एवं सर्भिलेन्स कमिटी संयोजक सुवर्णा खाती, बुथ कमिटी पेम्बा लामा, वार्ड नम्बर 15बाट किसन दियाली र भूषण दुङमाली पनि उपस्थित रहेको जनाएका छन्। तर्फबाट हाम्रा पार्टी अध्यक्ष विनय तामाङज्यूलाई यो हाम्रो मेमोरियल जो आज प्रदेशमा मुम्बई महाराष्ट्रमा जति पनि हाम्रो गोर्खे दाजुभाइ दिदीबहिनीले बस्नुभएको छ उहाँको सुरक्षा संरक्षणको हेतु उहाँलाई यो मेमोरियल एउटा हामीलाई गोर्खा भवनको निम्ति हामी उहाँलाई यो चढाइरहेको छौँ। यो शब्द यति म